के भन्दा गाडी टक्क बनेको खुसियालीमा हाम्रो भाइहरूले भनेको थियो गाडी बनिसकेपछि दाइ चट्ट लाएर हामीलाई एकचोटि घुमाउनु लाग्नु होला, एकचोटि भिडियो मिठो बनाउनु होला भनेर सबैको माग अनुसार आज चाहिँ गाडी फाइनली बन्यो। गाडी जे होस् त्यो ट्यु नछोड्नु, नआत्तिनु, डराउँछौ भने नजाऊ, मैले पक्कै भनिदिएको छु। भाइ खुर्सानी काटेर नहोस्। ओ भाइ खुर्सानी काट्दै ल, खुर्सानी पनि काटेर अब चट्ट ल्याउ त, यसो बनाउनु पर्छ चट्ट मिठो। यो गयो हरियो खुर्सानी भाइ, यो त फेरि राङ्गो भन्नु होला होइन नि, बोका पनि होइन। ओके नमस्ते सबैजनालाई स्वागत गर्न चाहन्छु हिमेश नेउपाने अफिसियल युट्युब च्यानलबाट। दर्शक महानुभावहरू, आज स्पेसल रिफ्रेसमेन्ट छ है त, रमाइलो छ। रमाइलो के को लागि भन्दा गाडी टक्क बनेको खुसियालीमा हाम्रो भाइहरूले भनेको थियो गाडी बनिसकेपछि दाइ चट्ट लाएर हामीलाई एकचोटि घुमाउनु लाग्नु होला, एकचोटि भिडियो मिठो बनाउनु होला भनेर सबैको माग अनुसार आज चाहिँ गाडी फाइनली बन्यो। गाडी रेडी भयो। रेडी भइसकेपछि अब भाइहरूलाई चाहिँ रमाइलो रिफ्रेसमेन्टको लागि माछा मार्दै खोलामा आज पिकनिक आएको छ। म छु, हाम्रो मेन मिस्त्री आलम भाइ, त्यसपछि हाम्रो रोशन भाइ, त्यसपछि हाम्रो अरमान भाइ, त्यसपछि हाम्रो हुसैन भाइ, त्यसपछि म हिमेश भाइ। आपका सभी को स्वागत करते हैं, वालेकुम सलाम। ठीक है, अभी हम चलते देखते रहिए आप कैसा कैसा होता है। जाल कहाँ है? जाल निकालेको होइन साथीहरू। हामी आएर पनि ठुलो भइसक्यो। भाइहरू त दाउरा खोज्दैछन्, कोही ढुङ्गा हान्दैछन्, म चाहिँ आगो बालिँदैछु। फर्स्ट हाम्रो आगो बल्छ पहिलो। ल बल्यो हजुर, बल्यो। बन्देऊ त बनका भूत प्रेत पिसाच सबलाई सम्झिँदै हामी चाहिँ चट्ट सुरुवात गऱ्यौँ आगो बाल्नलाई। र आगो पनि बल्यो। हाम्रो दायाहरूले हेर्नु, यता दाउरा साउरा खोज्दै हुनुहुन्छ हजुर, उतातिर दायाहरू नि खोज्दै हुनुहुन्छ। हामीले सब आफ्नै हो, दाई भाइहरू आउनु भएको हो सबले। यता डाँडातिर आछौँ हामीले घुम्नतिर। यो चाहिँ चट्ट बारबिक्यूको लागि। बारबिक्यूको हाम्रो रेडी पनि भइसकेको छ। टक लाएर जान्छौँ नि, यहाँ सट्ट लाएर खाने होइन।